सब्ट्र्याक्सनहरू गर्दाखेरि कम्प्लिमेन्ट्स युज गरियो भने एकदमै इजी हुन्छ। जस्तो डिमिनिस रेडिक्स कम्प्लिमेन्ट गर्दाखेरि चाहिँ यसको प्रोसिडियर म पहिला भन्छु, त्यसपछि चाहिँ हामी इक्जाम्पलहरू हेरौँला। पहिला नम्बर अफ बिट्स अथवा नम्बर अफ डिजिट्स चाहिँ बराबर बनाउने। त्यसपछि जुन चाहिँलाई हामी घटाइरहेछौँ होइन, त्यसलाई चाहिँ हामी r-1 कम्प्लिमेन्ट गर्ने। त्यति गरिसकेपछि अब दुईटालाई एड गरिदिने। कुन दुईटालाई त भन्दा जसबाट चाहिँ हामी घटाउन खोजिरहेछौँ त्यो र कम्प्लिमेन्ट गरेर जुन रिजल्ट आएको छ त्यसलाई, ती दुईटालाई जोडिदिने। अब जोडिसकेपछि यदि क्यारी आयो 1 भनेर क्यारी आयो भने त्यसलाई चाहिँ फाइनल लिस्ट सिग्निफिकेन्ट बिटमा लगेर जोडिदिने र रिजल्ट चाहिँ पोजिटिभ हुन्छ। तर यदि क्यारी आएन भनेपछि चाहिँ रिजल्ट नेगेटिभ हुन्छ भन्ने बुझ्ने र सँगै जुन रिजल्ट आएको छ त्यसलाई चाहिँ कम्प्लिमेन्ट गर्ने। ओके, अब इक्जाम्पल हेरौँ, त्यसपछि अझ मजाले बुझिएला। तपाईँले वान्स कम्प्लिमेन्टबाट घटाउने भन्ने सुन्नुभएको छ होला। डिमिनिस रेडिक्स कम्प्लिमेन्टबाट घटाउने भनेको त्यही हो। अब जस्तो यो इक्जाम्पलमा चाहिँ के लेखिएको छ त 11001110बाट चाहिँ 11101 घटाउनु पर्ने छ। अब यसो हेर्दाखेरि पनि यसको रिजल्ट पोजिटिभ आउला जस्तो लाग्छ होइन। अब के गर्ने त भन्दा फर्स्टमा चाहिँ यो दुईटैमा बराबर बिट्सहरू बनाउनु पर्यो। स्टेप 1 चाहिँ बराबर बिट्स थप्ने। यहाँनिर दुईटा जिरो थप्यौँ हामीले। त्यसपछि त्यो दुईटा जिरो थपिसकेपछि अब बराबर बिट्स भइसकेपछि हामीले चाहिँ के गर्नु पर्यो त भन्दा यो जुन चाहिँ तिर हामीले जसलाई चाहिँ घटाउनु पर्ने छ नि त्यो घटाउनु पर्ने साइडतिरकोलाई चाहिँ अब हामी कम्प्लिमेन्ट गर्छौँ र त्यसको वान्स कम्प्लिमेन्ट चाहिँ यो भयो। 00111001 थियो, अब 11000010 भयो। अब त्यसपछि जोडिदिने जुनलाई हामीले कम्प्लिमेन्ट गरेर रिजल्ट आएको छ त्यो र इनिसियली जसबाट चाहिँ घटाउनु पर्ने थियो त्यो दुईटा जोडिदिने। अब जोड्दाखेरि ल हामीले यहाँ सरल राख्यौँ। अब जोड्नु पर्यो र जोड्दाखेरि 0 मा 0 जोड्यो 0 हुन्छ। क्यारी कति आउँछ त 0 र रिजल्ट फेरि यहाँ 1 र 1 जोड्यो 0 आयो, क्यारी कति आयो 1। यसरी जोड्दै जाने। 0 आयो, क्यारी 1 आयो, त्यसपछि यहाँ 1 भयो, फेरि क्यारी 0 आयो, 0 0 0 जोड्दाखेरि 0 भयो, फेरि क्यारी 0 आयो, राइट। 1 र 1 जोड्यो आन्सर 0 र क्यारी 1 आयो, अनि 1 1 1 जोड्दाखेरि आन्सर 1 क्यारी 1 आयो। हो, यसरी 1 क्यारी आयो भने यसलाई चाहिँ के भन्छ हामी भने पोजिटिभ रिजल्ट आउँछ र यो 1 जुन लास्टमा आएको छ त्यसलाई चाहिँ फेरि यहाँ लास्टमा लिस्ट सिग्निफिकेन्ट बिटमा चाहिँ जोड्नुपर्छ भनिएको थियो होइन। यो 1लाई चाहिँ यहाँ सारियो। अब यहाँ 1 सारेपछि यो दुईटा जोडिदिने र रिजल्ट आयो 10010001। ठिक छ। अब एउटा चाहिँ यहाँनिर लास्टमा चाहिँ 1 नआउने क्वेसन हेरौँ। इक्जाम्पल अब जस्तो यदि अब यहाँ स्मल नम्बरबाट चाहिँ लार्ज नम्बर घटाउनु पर्ने छ भने पक्कै पनि रिजल्ट नेगेटिभ आउनुपर्छ होइन। अब दुईटा जिरो थप्थ्यो बराबर बनायो। अब यो जुन चाहिँलाई घटाउनु पर्ने छ त्यसको चाहिँ कम्प्लिमेन्ट निकाल्यो होइन। यहाँ 101110 लेखिएको थियो, त्यही भएर यहाँ हामीले कम्प्लिमेन्ट गर्दाखेरि 01000010 आयो। अब जोडिदिने जुन सुरुको बाट चाहिँ घटाउनु पर्ने छ त्यसलाई र कम्प्लिमेन्ट गरेर आएकोलाई जोडिदिने होइन। अब जोड्दाखेरि हामीले सिम्पल छ होइन, लिस्ट सिग्निफिकेन्ट बिटबाट जोड्दै जानुपर्छ। 1 + 0 भनेको 1 क्यारी 0, 1 + 1 भनेको 0 क्यारी 1, 1 0 0 गर्दाखेरि 1 आयो, क्यारी 0 आयो, फेरि 0 + 1 भनेको 1 क्यारी 0 आयो र 1 + 0 यसो गर्दाखेरि मैले अलिक फास्ट लगेँ है त 1 र फाइनल क्यारी चाहिँ 0 आयो। अब यहाँ फाइनल क्यारी 0 आइसकेपछि चाहिँ हामीले के गर्ने भनेको छौँ त यो जुन चाहिँ रिजल्ट छ त्यसको चाहिँ कम्प्लिमेन्ट गर्ने र अगाडि माइनस थपिदिने। हेर्नुहोस् है त, यहाँ 1 छ 0 आयो, यहाँ 0 छ यहाँ 1 आयो, अनि यहाँ 1 छ यहाँ 0 आयो। यसै गरी ठ्याक्कै कम्प्लिमेन्ट भयो र अगाडि माइनस थपियो। अब रिजल्ट चाहिँ के रहेछ त त्यो दुईटा घटाउँदाखेरि -1000010। ओके, र अब चाहिँ एकपल्ट 9th कम्प्लिमेन्ट
अनि हेरौँ डेसिमल नम्बर सिस्टममा चाहिँ कसरी हुन्छ भनेर है त। डेसिमल नम्बर सिस्टममा मानौँ यो दुईटा यो क्वेसन दिएको छ र त्यसपछि अब हामीले बराबर डिजिट बनायौँ किनभने यहाँ अगाडि 0 छ त्यसैले। अब 9s कम्प्लिमेन्ट, यसको 9s कम्प्लिमेन्ट निकाल्ने हो भने यहाँ कतिवटा 6वटा डिजिट छ, त्यही भएर 6वटा 9बाट चाहिँ घटायौँ र यस्तो रिजल्ट आयो। अब जुन 954373 आएको छ त्यसलाई चाहिँ हामीले 269315सँग जोड्नुपर्ने छ, त्यहाँ राखियो। र त्यसपछि अब यो दुईटालाई जोड्दै जाँदाखेरि 5 + 3 8 हुन्छ, क्यारी 0 आयो। 1 + 7 0 गर्दाखेरि 8 भयो, क्यारी 0 आयो। 3 3 6 होइन, 0 क्यारी। 9 र 4 13, 3 क्यारी 1, यो 11 12 2 क्यारी 1, त्यसरी यहाँ 2 र क्यारी 1। अब क्यारी 1 आइसकेपछि के गर्ने भने त ओके जोड्ने र त्यो चाहिँ फाइनल आन्सर भनेपछि 269315 - 45626 गर्दाखेरि 223689 आउँदो रहेछ, राइट। र अब एउटा इक्जाम्पल हेरौँ जहाँ चाहिँ हामीले क्यारी चाहिँ 1 आउँदैन। यो क्वेसन दिएको छ, यसमा सानोबाट ठुलो घटाउनु पर्ने छ। अब यो ठुलोको चाहिँ हामीले कम्प्लिमेन्ट निकाल्यौँ र कम्प्लिमेन्ट निकालिसकेपछि अब यसलाई जोड्न थालेका छौँ र जोड्दै जाँदाखेरि रिजल्ट यस्तो आयो र क्यारी चाहिँ 0 आयो। अब क्यारी 0 आइसकेपछि के गर्ने त, अब यो जुन आन्सर आएको छ त्यसको चाहिँ कम्प्लिमेन्ट निकाल्ने भनेको यहाँ 0 लेखिया छ भने यहाँ 9 हुने भयो, 5 लेखिया छ भने 4 हुने भयो, 7 को ठाउँमा 2 हुने भयो। भनेको 9 मा कति जोड्दाखेरि 9 हुन्छ भनेर लेख्नुपर्ने हो नि, त्यो लेख्ने र अगाडि माइनस थप्दिने र यो चाहिँ फाइनल आन्सर।